हेलो एभ्रिवान म चाहिँ आज टोमा घुम्न आइराखेको नि अहिले स्टलहरू राखेको छ अरे भनेर कस्तो छ भनेर स्टलहरू राखिरहेको छ बसेर खाने ठाउँ पनि छ अनि सायद यो मेन टोखाको गेटबाट स्टार्ट भएर उतासम्म झन् कतासम्म छ हाडीगाउँमा चाहिँ कति बजेबाट सुरु हुन्छ? हाडीगाउँमा सायद 2 बजेबाट भनेको जस्तो लाग्यो। 2 बजेबाट? हाडीगाउँमा 2 बजे यहाँबाट 3 बजेबाट। जस यहाँ चाहिँ यसरी बसेर खाने ठाउँहरू पनि रहेछ। हाडीगाउँमा त गएको छैन म। लोकल फुडको प्रमोसन पनि हुन्छ। वाउ कस्तो मजाले कुदेको गाउँ कुदिरहेको चिउरा हो मैले पनि गर्न मिल्छ होला सोधौँ मैले पनि गर्न मिल्छ भनेर मिल्दैन जुत्ता खोल्नुपर्छ होला खानाको मात्रै नभएर यहाँ खानेकुरा मात्रै होइन रहेछ यहाँ कपडा जुत्ताहरू पनि रहेछ कस्मेटिक पनि छ खाजा सेट बसेर पनि खानु मजा जस मजाले यो चाहिँ चिउरा कुटिराखेर मोमो भएर मजाले हुन्छ मोमो पनि पाउँदो रहेछ तर मैले यति स्टलहरू देखेँ होइन तर यहाँ चाहिँ मैले यमरी चाहिँ कहीँ पनि देखेन टोखामा खासै मान्छेहरूले यमरी खाँदैन क्या हो अघिबाट मैले त्यत्रो अगाडिबाट हेरेको यमरी देखेन भनेर भनेको अनि यहाँनिर चाहिँ ठ्याक्कै यमरी रहेछ क्या नेवारी आइटम भनिसकेपछि मलाई चाहिँ अरू चिज नभए पनि यमरी चाहिँ छ कि छैन भनेर चाहिँ कस्तो हेरेर मलाई लाग्छ कि मनपर्ने भएर होला तर सायद म चाकुको यमरी भन्दा नि खुवाको यमरी चाहिँ धेरै मनपर्छ मलाई त्यही भएर यस्तो राम्रो रहेछ यो फुल एउटा मेरो माथि झर्यो क्यान्डी बेलुन यस्तो रहेछ स्वान बोर्ड कस्तो मजाको कहाँ जस्तो के भात जस्तो यस्तो लाग्छ कहाँनिर के खाने कता बसेर खाने नै थाहा छैन हेर्दैछ अब चाहिँ बसेर खाना लाग्यो स्टार्ट चाहिँ दहीबाट जुजु दवा अनि त्यसपछि यो खाजा सेट बजी सेट भनेर बोडी छ अचार अनि भटमास छोइला आलु चिउरा अनि हामीसँग बटर नान र यो चिकन तन्दुरी छ यो चाहिँ अर्को ठाउँमा अगाडि बिहान हामीले खान नसकेर प्याक गरेर ल्याएको अनि मलाई उसलाई खाऊ भनेर यसरी फालेर दिन्छ यो मान्छेले भुटान हामी भन्न मिक्स चटामरी खाना कस्तो तातो छ कस्तो खाने तातो अब खाना सिधेर अब हामी घरतिर लाग्नु लाग्यो अब नेक्स्ट स्याटरडे चाहिँ हामी सायद हाडीगाउँमा पनि यस्तै हुन्छ नि त अनि हाडीगाउँमा जाने प्लान छ त्यहाँनिर चाहिँ हामी अब 1000 रुपियाँमा के खान कुराहरू पाउँछ भनेर हेर्छौँ यहाँ ट्राई गर्ने भनेको यहाँ हामी अगाडि नै खाएर आएको भएर हामीले ट्राई गर्न पाएनौँ त्यही भएर अर्को स्याटरडे चाहिँ हाडीगाउँमा जान्छ रमाइलो नै भयो बेलुका भएपछि चिसो हुँदो रहेछ मैले ज्याकेट पनि लगाइसकेँ अलिकति 3 बजेबाट सुरु हुँदाखेरि यहाँ 4 बजेतिरबाट चाहिँ मान्छेहरूको चाहिँ अलिकति धेरै नै भिड भएको देखेँ मैले चाहिँ
मजाले सब के खान मन छ त्यो सबै पाउँछ पिज्जा बर्गर चाहिँ पाउँदैन नि अब सिधो अब हामी घर जान्छौँ बाइक पार्क गरेको ठाउँमा बाइक लिएर ओके बाई